हेलो के छ तपाईहरुको म चाहिँ रेडी छु त्यो यो हेरेर नै सबैजनाले थाहा भइसक्नु भयो होला म चाहिँ खाना पकाउन गइरहेको छु त्यो पनि कसैले सरप्राइज गर्नको लागि गइरहेको छु अनि म के पकाउँछु त्यो तपाईहरुलाई म देखाउँछु ओके यो भिडियो हेर्दै गर्नु होला यसको चाहिँ फ्राई बनाउन यो सालको चाहिँ पहिलो हो यो अनि यसको पनि फ्राई बनाउने तपाईहरुले म रेडी भएपछि देखाउँछु यो काटेर रेडी गरिसकेको छु अब चाहिँ यसले फ्राई गर्नु छ एन्ड साग पनि मेरो साग पनि यता रेडी भइसकेको छ तपाईँहरूले साग पनि देखाउँछु म एन्ड गोलभेडा रेडी गोलभेडा पनि रेडी छ मेरो एन्ड अब यसलाई पिन्नुपर्छ नि त अनि अलिक टाइम लाग्छ अनि त्यसपछि आधी घन्टा समथिङमा खाना रेडी मेरो भइहाल्छ तपाईहरुलाई म चाहिँ देखाइरहेको छु म के बनाएको छु भनेर देखाइरहेको छु यति चीज म एक्लै बनाएको छु त्यो पनि एक्लै तपाईहरु पुरै फुल भिडियो हेर्नु होला प्लिज फुल हेर्नु भोलि आलु फ्राई आलु भन्टा दरिया गोलभेडा अचार बथुआ साग एन्ड मुरेको सलाद कस्तो लाग्यो एक नंबर गजब मजा आयो तपाईहरु पनि चाहिँ फेसबुक पेजलाई फलो गरिदिनु होला युट्युबमा हेर्नुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला प्लिज ओके बाइ तपाईहरु पनि इन्जोय गर्नु होला ओके